प्रचण्डका लागि हेग धेरै टाढा नहुन सक्छ। हेगमा आफ्ना पकेटका कार्यकर्ता न्यायाधीश सरकार हुँदैनन्। निराधार आरोपले आफ्ना कुकर्म लुक्दैन। त्यति बेला भारी पर्नेछ, करारा जवाब मिल्नेछ। उता केटाहरू फागु खेल्दा समेत फलाना चोर देश छोड भन्न थालिसके। यता मरिचे महाराजहरू अझै आफू अति लोकप्रिय छु भन्ने ठानेर पूर्व विशिष्टलाई आजीवन सुविधा दिन लागेका छन्। पूर्व विशिष्टहरूलाई आजीवन भत्ता सहितको सेवा सुविधा दिने निर्णय 2081 साल फागुन 9 गते मन्त्री परिषदले पारित गरेको देखिन्छ। गाउँका स्कुलले न जाडो छल्न सक्छ न बर्सात ठेक्न सक्छ। गाउँका बिरामीले न औषधि पाउँछन् न एम्बुलेन्स। गाउँमा खाल्डा खुल्डी छ, सडक छैन। शहरमा बसेका पूर्व विशिष्टलाई कात्रो किन्ने पैसा चाहियो रे, त्यो पनि राज्यको ढुकुटीबाट। यी नटवरलालहरूलाई फोसामा सुझाव। त्यस्तो सुविधा मृत्युपछि